पहिले पहिले नि हजुर मानिसहरू बच्चाहरूलाई केटाकेटीहरूलाई काँचो माटोको उपमा दिन्थे। कुमालेको काँचो माटोको उपमा दिन्थे अनि भन्थे कि बच्चाहरू कुमालेको काँचो माटो जस्तै हो, यिनीहरूलाई जस्तो रूपमा पनि ढाल्न सकिन्छ। अब अहिलेको सन्दर्भमा केटाकेटीलाई काँचो माटो भनेर मात्रै पुग्दैन। केटाकेटीहरू के हुन् त भन्दाखेरि एउटा बिउ हुन्, सिड हुन्। एउटा बिउले उब्जाउ माटो पायो, राम्रो हावापानी पायो, प्रकाश पायो भने त्यो बिउ प्रस्फुटित भएर एउटा बिरुवाको रूपमा परिवर्तन हुन्छ। त्यो बिरुवाले राम्रो हेरचाह पायो, मलचल पायो, गोडमेल पायो भने त्यो बिरुवा त्यो बिउ ठुलो बिरुवामा परिणत हुन्छ र त्यसबाट राम्रा राम्रा फल फुल्छ, अक्सिजन निक्लिन्छ, संसारले त्यसबाट फाइदा पाउँछ। केटाकेटीहरू पनि सेम त्यस्तै हो। केटाकेटीहरूलाई पनि एउटा बिउको उपमा दिँदा एकदमै उपयुक्त हुन्छ। किनभने केटाकेटीहरूले पनि राम्रो हेरचाह, वातावरण र केयर पायो भने उनीहरू पनि बढेर हुर्केर एउटा राम्रो मान्छे बनेर संसारलाई, आफ्नो परिवारलाई अनि आफूलाई राम्रो गर्दछन्, भलो गर्दछन् है। एउटा असल मान्छे बन्दछन्, महान मान्छे बन्दछन् हैन। तर त्यही केटाकेटीलाई बेलामा हेरचाह पाएन, रेखदेख पाएन र राम्रो सल्लाह पाएन भने त्यही केटाकेटीहरू गलत बाटोमा मोडिन कति बेर लाग्छ र हजुर, कति बेर लाग्छ। कहिलेकाहीँ हामी जानी नजानी पाप पनि गरिरहेको छौँ कि जस्तो लाग्छ। कसरी भने हामी केटाकेटीलाई हुर्काउने क्रममा अनि त्यस्तै हामी शिक्षा दिने क्रममा उनीहरूलाई बेलैमा समयमै के चिज चाहिएको छ, कुन बच्चालाई के चिज चाहिएको छ भन्ने नबुझेर हामी त्यो सेवा त्यो उपलब्ध नगराइदिएको कारणले त्यो बच्चाले बेलामा नपाएको कारणले त्यो बच्चाको भविष्य अन्धकार पनि भइरहेको हुन्छ। त्यसैले केटाकेटी हुर्काउने बेलामा र शिक्षा दिने बेलामा एकदमै सचेत भएर होस पुर्याउनु पर्दछ। एउटा बच्चा त हो नि, यति सानो कुरा त हो भनेर हामीले नजरअन्दाज गरिदियो भने त्यो नजरअन्दाज गरेको कारणले, व्यवस्था गरेको कारणले एउटा बच्चाको भविष्य अन्धकार हुन के बेर लाग्दछ र। बच्चा भनेको भविष्य हो हैन, भविष्य हो। भविष्य कसरी बन्छ त भन्दा आज जसरी एउटा असल राम्रो मानसिक स्वास्थ्य भएको बच्चाहरू जब हामी हुर्काउँछौँ, समाज पनि त्यति नै राम्रो बन्छ, त्यति नै राम्रो अवस्थाको हुँदछ। त्यसैले हरेक अभिभावकज्यूहरू, हरेक विद्यालयका मानिसहरू सबैले ध्यानपूर्वक पुर्याएर सचेत हुनुपर्ने अवस्था आएको